सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन त्यसमा। कुरा बुझ्नुहोस्, तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लागोस् भनेको म त्यो उसमा निस्केँ। विदेशीले यतिखेर टेक ओभर गर्ने सक्ने सम्भावना छ। के गर्ने अब? सबै नेताहरू भागाभाग राक्तम्य, कोही तपाईँको चाहिँ नै बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के तहस नहस, पार्टीको कार्यालय तहस नहस, होइन? अब को आउने त, को शक्ति आउने त त्यहाँ? कोही छैन है। कसले गरेको, कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तात्कालीन थाहा नभएको स्थिति होइन। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो, होइन म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन त्यसमा। कुरा बुझ्नुहोस्, तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लागोस् भनेको म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा। त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा